यो लाइन चाहिँ केटीहरूको लागि है। छोरी हौ तिमी सधैँ आफ्नो ख्याल राख्नु। छोरी मान्छेको गहना भनेको सुन चाँदी होइन, इज्जत हो। थाहा छ होला होइन? छोरी मान्छेको गहना भनेको सुन चाँदी होइन, इज्जत हो। जो घुम्यो भने कहिले हाँसिनु हुन सक्दैन। तिमी छोरी हौ, तिमीलाई हेरिने नजर फरक हुन्छ। तिमी छोरी हौ, तिमीलाई हेरिने नजर फरक हुन्छ। तिमीलाई छोराको जस्तो स्वतन्त्रता होइन, हरेक कदम चल्दा सोचेर चल्नुपर्छ। फुल फुलेपछि भमराहरू त धेरै नै आउँछन्। तर तिमी जोगिएर बस्नुपर्छ है। सधैँ ख्याल राख्नु तिमी छोरी हौ। छोराले जति भूमिका निभाउन सक्ने हुनुपर्छ है। घर परिवार सम्हाल्ने हुनु, बाबा आमालाई गर्व गर्नु। शिर झुकाउने काम कहिले नगर्नुहोस् जिन्दगीमा। शिर सधैँ ठाडो राख्नुहोस्, कसैको अघि नझुकाउनु। जहिले पनि परिवारको हिम्मत बन्नु, कमजोरी चाहिँ कहिले नबन्नु। आफ्नो कमजोरी कसैलाई नसुनाउनु यहाँ। साथ दिन्छु भन्दै नजिक हुनेहरूले अवसर बिच बाटोमा छोड्न सक्छ। सबैको विश्वास नगर्नु, मान्छे चिनेर मात्र नजिक हुनु। तिमीलाई अथाह प्रेम गर्छु भन्दै फगाउन सक्छन्। याद राख्नु, तिम्रो सानो गल्तीले जिन्दगी बर्बाद पार्न सक्छ भनेर। तिमी छोरी हौ, तिमी आफ्नो ख्याल गर्नु। तिमी छोरी हौ, तिमी सधैँ याद राख्नु।